बसेर बसेको जा भन्नु गरिन्छ पागल काम साँचे आफूलाई खाना साँचे अरूलाई भन्छन् त्यो हिजो भर्खर सहरबाट आएको केटो अब त म गाउँमा आइसकेँ अब कुनै सहर या स्यालले हाम्रो चेलीबेटीलाई केही गर्न सक्दैन गरौँ सानी उसलाई म गाउँमा आएदेखि मन पर्दैन त्यही भएर यस्तो व्यवहार गरे उसले ऊ त मेरो बच्चादेखिको साथी हो नि आज आएर जात्रा औकातको कुरा गरेर रिसाएर गयो पसन्द I love you, सानी कहाँ लिएर आयो रे यस्तो भित्र रात परिसक्यो अब कहाँ बास बस्ने होला खोइ यार कुन गाउँ हो यो तर बास त एकछिन पाहाल्यो नि पहिला जाउँ कतै यो गाउँमा आइसकेपछि त लोकल खानु परेन जाउँ पहिला लोकल खाउँ है सही भने यार पहिला ड्युटी तताउनु पर्छ त साउजी हामीलाई प्योर लोकल लस्सी दिनु त कति ठाउँ 3 ठाउँ ए साउजी कति ढिलो गरी छिटो हाल्नु ओए उठान के गरेर त एक नाको एक बनाइलो मैले बडा अरु के खाने कि यो कुखुरा बनाएर एक गिलास सधैँ थपौँ है हुन्छ साउजी अझै एक हालिदिनु त घाम बिहान जाउँ बास पनि खोज्नुपर्छ फेरि ल सबैजना एकैचोटि मसँग त छैन पैसा अब के गर्ने मसँग त मैले दिनु पर्यो भने पैसा यस्तो देखाएर रात परिसक्यो केटा बास पनि कता पानी त हाम्रो अमन छ त म छैन मलाई सुन्नु त घरमा कोही हुनुहुन्छ के सानो छ अलि ठुलो छ उहाँ सुतिरहेको होला यति राति भइसक्यो घरमा कोही हुनुहुन्छ के भयो किन आएको यति राति बा नमस्ते हामी त धेरै टाढोबाट आएको फर्किनलाई पनि गाह्रो छ हजुरले त एक दिनको लागि जसरी भए पनि बास दिनु पर्यो तिमीहरू जस्तो अल्लाहलाई कसले दिन्छ बास हेर्दै चोर जस्तो यस्तो अल्लाहले बास नदिए के छोडिदिन्छ त बुढा के भनिस् चोरहरू
तिमीहरू फट्टाहरू अर्काको घरमा आएर चाहिँ पाइते बोल्न पाइन्छ? यहाँ पनि छोरी पाइन्छ कि? फसाउने काम गर्छ मलाई। चोक म कुराहरू गर्छु मुख है। घरमा कोही हुनुहुन्छ? घरमा कोही हुनुहुन्छ? दाइ नमस्ते। नमस्ते। हामी त धेरै टाढा काठमाडौँबाट घुम्न आएको, कतै बास दिएनन्। हजुरले एक रातको लागि जसरी भए पनि बास दिनु पर्यो। बेलुकाको पाहुनालाई भवन सर मान्छे गाउँमा हेर्दाखेरि त चोर जस्ता छौ, त्यही पनि अब यो गोता खाली छ, बसौँ। थ्याङ्क यू रातिको बेला बास दिनुभयो। ओए तँलाई के भएको? अलिकति खानु बित्तिकै त लाग्दो रहेछ त मलाई। त्यही भनेर कति बढी बोलेको? बुढाले हामीलाई चाकमा हाने। बसेरै बस्छु कि आज। स्कुटी सहेछ नि? यसलाई लागेछ यार। यसले त खुवाउनै नहुने गाउँको लोकलले दिँदैन। हेलो मामा दर्शन। भान्जा सन्जय जाऊ, घरतिर सबै आरामै हो या नि? मामु एकदम बिरामी हुनुहुन्छ, हस्पिटल जानु भएको छ, छिटो आउनु पर्यो तपाईँ। लौ न, के भयो फेरि दिदीलाई भान्जा? खै के भयो थाहा छैन, 81 लड्नुभयो, एम्बुलेन्समा हस्पिटल लगेको छु, तपाईँ छिटै आउनु पर्यो। हुन्छ भान्जा हुन्छ, म अहिले निक्लिहाल्छु। छोरी ए छोरी, म काठमाडौँमा तिमीहरूको फुपू निस्लोट बिरामी परेर भर्खर भान्जाको फोन आएको, म तुरुन्त काठमाडौँ जानुपर्ने भयो। के भएछ र फुपू दिदीलाई? खोइ के भएको कसो भएको मलाई थाहा भएन, भान्जाले रुँदै फोन गरेको, अहिले म तुरुन्त हिँड्नुपर्ने पऱ्यो। त्यसो भए सानीलाई पनि लिएर जानु नि त, उता अब छोरी पनि छैन, तातो पानी तताएर खान दिन्थी। त छोरी मान्छेलाई एक्लै छोडेर उसलाई के लिएर जानु भयो? म एक्लै जान्छु। केही हुँदैन कि, म यहाँ बसिहाल्छु नि, यहाँ घाँस दाउरा गर्दै गर्दै बसेर आउँछु। ठिकै हो त नि बाबा, म जान्छु। उता फुपूको पनि छोरी हुनुहुन्न, म काममा सघाइदिन्छु अलिअलि। त्यसो भए ठिकै छ नि त, तँ पनि जालास् नि त। जा गएर सामान प्याक गर। त्यो तेरो फुपूलाई घिउ पनि मनपर्छ, त्यहाँ एक बट्टा घिउ पनि छ, त्यो पनि हाल। अनि मेरो चस्मा पनि लिएर जा त। साह्रै भयो। दादा त्यसको ढोकामा टाउको बजाइदे। को त्यो मुला 12 बजिसक्यो, बिहानको ढोकामा ढकढक नगरी तेरो चाकमा ढकढक गर्छ त त्यसले। आज त कठमा जानुपर्ने त।
खोइ त केटा आज जाने भने होइन यसलाई चाहिँ कति हतार हुन्छ बस्न बिहान के निस्किनु जाउँ त चौतारातिर पहिला चिया चुरोट खाउँ अनि जाउँला नि होइन हो है सही पखै त एकछिन मसँग हिजोको 3 पानी बाइक छ म लिएर आउँछु नि त कुकुरले मुत्न पाएको छैन रक्सीलाई चाहिँ हामी जाँदै गरौँ आउँछ बिस्तारै यो छुट्टै छ क्या हो सही भनिस् क्या सही भनिस् ऊ त्यहाँ कुकुर होइन त्यो पनि छुट्टै छ अनि मलाई कुकुरसँग तुलना त गरे होइन नि होइन नि कहाँ मेरो साथै कुकुरसँग हो यार छुट्टै छ कता देखेर तिमीलाई हेरेर तिमीलाई मनै मनमा माया 3 पानी सकियो गान्डु यति राम्रो केटी आएको बेला अहिले यस्तो भन्नुपर्छ के हो नि त हिजोको 3 पानी सकिहाल्यो त अनि त्यो राम्रो केटी आयो भने बिल्ला गरिदिनु त्यो बोक त्यो साह्रो आने क्या अहिले हाम्रोमा छ नि कस्तो राम्रो केटी त्यो कस्तो हानेको बिगारिदिरहेछ त्यही हो यो जाउँ बरु आज पनि 3 पानी खाउँ हेर्नु अझ फेरि त्यही म चाहिँ खान्न म नि खानु त अब ए त्यसो भए म नि खान्न के गर्नु त यार केटा हो आज बरु जाउँ नि गाउँतिर घुम्न काठमाडौँ जाने नि मन छैन हिजोकै ह्याङहरू छोडे छैन सही भनेछ यार त्यसै गरौँ मलाई नि जानु मन छैन यतै गाउँतिर घुम्ने है त्यसै गर्ने होइन त नाइ म त जान्न यार मेरो त बाउको फोन आएकै छ कहाँ त्यस्तो आज जसरी नि पुग्नुपर्छ यो एक्लै बस्छौ हामी नै कस्तो पापेहरू रहेछ म चाहिँ कसरी एक्लै जानु बस्नु हेर्न त अब ओइ केटा होइन कस्तो सही यार भ्यू है दामी होइन त अहिले सेल्फी हाल्नु पाइन्छ खोइ हेरौँ त के खिचेको यो त ल यस्तो राम्रो निकालिरहेको छ बरु म खिच्छु खोइ ल अहिले जाउँ फोटो खिच्ने म खिच्दिनँ
साँच्ची माइला बा दिदीलाई फोन गर्नु न एकचोटि के छ होला हालखबर ए साँच्चै त त्यसलाई फोन नगरेको पनि 2-3 दिन भइसक्यो गाउँमा एक्लै के गरी के खायो अलि फोन गर्ने मेसै पाउँदिनँ म फेरि हेलो छोरी के छ हालखबर के गर्दैछौ तिमी हजुर सन्चै छु अनि फुपूलाई कस्तो छ नि के भन्नु नानी तिमीलाई अब फुपूको अवस्था त साह्रै नाजुक छ म त आउन नपाउला जस्तो छु तिम्रो बहिनीलाई चाहिँ पठाइदिनु पर्ला अब तिमी पनि एक्लै भयो घर हैन बाबा पर्दैन म यहाँ ठिक छु सन्चै बसिरहेछु नि किन दुःख गर्नु पर्यो त्यहाँ भयो सजिलो नि हुन्छ म यहाँ ठिक छु बुवा तिमीले त्यस्तो भनेर हुन्छ त म त तिम्रो बाउ पो त मलाई अलिकति चिन्ता लागिहाल्छ नि एक्लै के खायौ के गर्यौ अब बहिनीलाई पठाइदियो भने दुईजना दिदी बहिनी मिलेर खान्छौ बस्छौ मलाई पनि ढुक्क हुन्छ नि त यहाँ बोल्दा बोल्दै हेलो दिदी हजुर सन्चै हुनुहुन्छ सन्चै छु तँलाई नि अलिक पर गएर बोल न कुरा छ ए ल ल म बाहिर निस्किन्छु हजुर दिदी भन्नु न कसरी लाज लाग्छ लौ 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 लग्नै परेको जस्तो लजाउनु भयो त बुझ्न अब त्यस्तै 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 अम्मा को त्यो पारी गाउँको अम्मरे हो छे 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 त्यो मुर्दा मेरो हिरो अर्कै छ अनि हामीलाई भिनाजु कहिले भेटाउने नि भेटै हाल्छु नि यहाँ गाउँ आइज न पहिला लौ बधाई छ चुप मोरी कस्तो जिस्काको बरु माइला बाला चाहिँ के नभन्ने है चुप लाएर आइज ल ल दिदी खुसी लाग्यो हजुर खुसी भएको देखेर ल ल अब म नि घाँस काट्न जानु छ राख्छु है त हस् दिदी हस् केटा यो त काठमाडौँ जाने भन्थ्यौ त खै केही तयारी नै छैन त हो यार ढिलो भइसक्यो जानुपर्ने जाँदैनौ क्या हो कहाँ जानु लाग्यो तिमीहरू चाहिँ काठमाडौँ अब यत्रो भइसक्यो बसौँ न देखिदिनु हुन्छ न सँगै त बसौँ होइन म त बाउले जसरी आइज भनिन्छ म जानै पर्छ त बस्नु न त्यसो भए हो यार होइन जानुपर्छ जाने तँ भन्ने मलाई जा तिमीहरू मेरी मायालाई फोन गर्नु पर्ला हेलो के गर्दै हो मेरी माया हजुरलाई नै सम्झेर बसेको कहाँ हो तपाईँ म त त्यहाँ रुमतिर छु मलाई त केटाहरूले छोडेर गइहाले मलाई नि हिँड कि हिँड भन्ने थियो म तिमीलाई छोडेर जानै मन लागेन मलाई नभनिकन गएको भए त त्यही सहरमा आएर भुत्लाइदिन्थेँ नि फेरि मैले त्यही डरले नगएको आज राति आउँछु है तिम्रोमा मलाई एक्लै सुत्नु डर लाग्छ केटा मान्छे भएर नि के को डर हो पर्दैन आउन गाउँले देख्यो भने बाको इज्जत जान्छ फेरि ए ल ल त्यसो भए गएँ म पनि नै नजानु न कि प्लिज मलाई केही थाहा छैन म जसरी भए पनि भरे आउने हो ल ल राखिदिएको फोन हेलो डार्लिङ डार्लिङ साली हो भित्र आउनु छिटो माइला बा ए माइला बा ए माइला बा कता गएछन् छोटो माइला बा
ए माया दिदी माइला बा हुनु न घरमा हुनु न त बा त सहर जानुभएको छ के कामले आथिस र ए त्यस्तो खासै काम दिदी भन भन के कामले आइरथिस हैन ठिकै छ माइला बा आएपछि मलाई एकछिन भन्दैन भन न के कामको लागि आथिस अहिले हुनु न सहरतिर जानुभएको ए त्यस्तो त के हैन 2000 जति चापट चाहिएको थियो अहिले एकदमै गाह्रो थियो के घरमा अनि माइला बा हुनु न है अहिले लाइन म लागे ए पक पक म दिन्छु ला यो लिएर जा दिनमा फर्काइदिन्छु ल माया दिदी ल साह्रो ठेलेको कि कस्तो दुख्यो सरी 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 तर केही छैन मेरो मायाको लागि त के यो भन्दा धेरै चोट सहन्छु म यति धेरै माया गर्नुहुन्छ हजुर मलाई गएन एकैछिन बसेर जानुहोस् न चिया चिया खानु पर्यो थियो खानामा गएँ हवस् भन्छु हेलो कहाँ छ सै गदा त यत्रो 4-5 दिन भइसक्यो किन नआएको घरमा घर आउनु पर्दैन त्यत्रो फोन गर्दा उठाउ दिनुहोस् मोबाइल मेरो छोराले मैले भने मान्छ हेलो बाबु त घर आइज है खुरुक्क त नआउने भए म खाना खानु गाउँमा छु कि मामुमा एकदिन फर्किहाल्छु नि तपाईँ नरुन्दा यत्रो दिन भयो घरबाट निस्केको कहाँ गयो के अत्तो पत्तो छैन यहाँ मम्मी टेन्सन लिएर बसिराख्नु भएको छ कहिले आउँछस् गदा सुनिस् नि मम्मीले के भन्नुभयो छिटो मुन्टी अब अहिलेसम्म केही कता हो फोन सोन केही गर्नु छैन आवारा बनेर हिँड्यो बुढा दैवै लाग्ने गर्छ कहीँ सुकल बन्दै छ कहाँ हो तपाईँ 3 दिन भइसक्यो न फोन गर्नुहुन्छ न भेट्ने आउनुहुन्छ बिर्सिनु भयो के आऊ मलाई बिर्सेको भए यहाँ हुन्थेँ म काठमाडौँ गइहाल्थेँ नि ड्याडले फोन गरेर कस्तो ल्याङ गरिसक्यो यहाँ तपाईँ यस्तै हो धोकेबाज जे पाइँदैन भने यहाँबाट त भोलि बिहानै घर जानु पर्ला यार यो केटी त पछि नै लाग्ला जस्तो छ उताबाट सुड्डुले यताबाट यो होइन यसरी हुँदैन भोलि बिहानै जान्छु म अब लौ नानी के पाप भयो यो गाउँलेले थाहा पायो भने मैले कहीँ मुख देखाउन नसक्ने
हेलो छोरी सन्चै छेस? अनि सुन, हामी पर्सि गाउँ आउनु लाग्यो है। लौ छोरी, के भयो तँलाई? उतै छेसी क्या हो? कसले के भन्यो मेरो छोरीलाई? अनि रुनु पर्छ त बच्चा जस्तो। हामी पर्सि आउँदैछौँ। ल ल राम्रोसँग बस है। अनि तँलाई सहरबाट केही ल्याइदिनु पर्छ? हस् त छोरी, फोन राखेँ है त्यसो भयो मैले। अब म यो संसारमा बाँचेर केही फाइदा छैन। फेरि मेरो बाबाको शिर निहुरेको पनि हेर्न सक्दिनँ म। बरु मैले मर्नु नै बेस होला। नानी सुन न, म त एकछिन माइला बाका घर पुगेर आउँछु है। अनि आएपछि तर म त्यहाँ बारी जानुपर्छ ल। हजुरलाई चाहिँ एक दिनमा सानी नहेरी चित्तै बुझ्दैन कि क्या हो? कति जिस्काउँछ यो फेरि। सानी र माइला बा गाउँमा हुनुहुन्न कि, त्यहाँ माइतीलाई पैसा दिनु पर्ने नि। लुलु झट्टै गरेर आउनु, खाना पकाएर राखेको छु, भरे सेलाउला नि। ल ल आइहाल्छु। ल माया दिदी, हेलो माया दिदी। माया दिदी, माया दिदी, माया दिदी।
मलाई कसरी बदला लिउ भयो। साँचो माया नपाएको पीडा कसलाई दिनु चाहिँ बुझिस् हैन? सानी माफ गरिदेऊ मलाई, बिर्सिदेऊ पहिलाको कुरा। माफ गरिदेऊ सानी मलाई। माफी अनि भालाई त मान्छे पनि हैनस्। तँलाई त मेरो दिलले चोखो माया गरेको थिए। आफ्नो माया जम्मा फालेर मारेर फालिस् हैन पापी कुकुर। माफ गरिदिनु बिर्खे मैले तमाथि
आफूले जस्तो कर्म गरेको छ भाग्यले पनि त्यसको फल धेरै छाड्छ। ढिलो होस् या चाँडो, तर आफूले गरेको राम्रो या नराम्रो कामको परिणाम हामीले भोग्नु नै पर्छ। अमनको जिन्दगीमा उसले गरेको नराम्रो कामको परिणाम उसले भोग्नु नै पर्यो। उसलाई मायाले चोखो माया गरेकी थिए, तर उसले बुझेन त्यही साँचो र चोखो माया उसको सानीसँग भयो। तर त्यो माया त उसको सिर्फ नराम्रो कामको फल थियो। त्यसैले हामी आफ्नो कर्मप्रति सधैँ निष्ठावान हुनुपर्छ। आफूले माया गरेको मान्छेको मन हामीले कहिल्यै दुखाउनु हुँदैन। यता बिर्खेले आफ्नो बहिनी गुमाए पनि उसको जीवनमा सानीको मायाले आगमन गरेको छ। के उसले माया गर्न समाजले रोक्ला त? के उसको माया समाजमा सफल होला त? हामी छिट्टै सानीको नयाँ भाइ लिएर आउने प्रयासमा छौँ। हामीलाई अहिलेसम्म साथ दिनुभएकोमा हामी रेस परिवार हजुरहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ।